आज चाहिँ म धेरै पछि मामा घर आएको थिएँ र मामा घर आउँदा चाहिँ एकदमै धेरै रमाइलो हुन्छ र बेस्ट पार्ट चाहिँ मेरो भाइ बहिनीहरू थियो र तिनीहरूसँग घुम्न रमाइलो गर्न चाहिँ एकदमै मलाई खुसी लाग्छ र यतातिरको सिन चाहिँ गाउँ जस्तो छ, त्यही भएर मलाई यहाँ जान चाहिँ एकदमै धेरै रमाइलो लाग्छ। र हामी दुईजना सिस्टर चाहिँ पार्कमा यत्तिकै डुलिरहेको थियौँ र भाइ चाहिँ फुटबल खेल्न गइरहेको थियो। र यहाँनिर चाहिँ नानीले चाहिँ नास्पतिको बोटहरू दिदी भनिरहेको थियो, तर मलाई विश्वास लागेको थिएन र नानीले चाहिँ कुनै कुनै क्लिप्सहरू चाहिँ खिचिदिएको रहेछन्, राम्रो खिचिदिएको रहेछन्। त्यसपछि चाहिँ हामी घुमेर सबै खेलेर भाइ बहिनीहरूले खेल्यो र मैले नि हल्का हल्का खेलेँ। त्यसपछि हामी जाँदै थियौँ अनि हामीले बुवालाई भेट्यौँ। अनि भाइले चाहिँ के नै भन्छ कि भनेर मैले मोबाइल दिएको त अनि भाइले यस्तो यस्तो भनेको रहेछ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। बाई बाई।